ल अब हामीले यहाँ क्वेसन गर्न जाँदैछौँ है त। क्वेसनले के भन्छ पहिला ध्यान दिउँ है। यदि 15 मेच र 2 टेबलको मूल्य 4000 भए र यदि 15 वटा मेच र 2टा टेबलको मूल्य 4000 भए एउटा मेच र 3टा टेबलको मूल्य निकाल्नुहोस् भनेछ। जहाँ मेचको मूल्य 2 टेबल मूल्यसँग बराबर छ भन्न खोजेको हो यो बुझ्ने कि यो बुझेपछि अटोमेटिक बुझिन्छ। जहाँ मेच भनेको एउटा मेचको मूल्य बराबर 2 टेबल हो। ठीक। अब 15 मेच र 2 टेबल। अब 15 मेचको मूल्य कति होइछ? एउटा मेचको मूल्य 2टा टेबल बराबर छ भने 15 वटा मेच भनेको कतिवटा टेबल बराबर हो? एउटा भए 2टा 15 भए 15 × 2 टेबल भनेको कतिवटा आइछ? 30 वटा टेबल आइछ। भन्न खोजेको यहाँ 30 वटा टेबल र 2टा टेबल 30 वटा टेबल र 2टा टेबल भनेको कति हो भनेको 32 वटा टेबलको मूल्य बराबर कति हो? रुपीज 4000। ओके, रुपीज कति? 4000 भयो। एउटा मेच बराबर कति हो? 2टा टेबल भनेको अब यो भनेको एउटा मेच भनेको 2टा टेबल र भनेको प्लस 3टा टेबल भनेको 3टा टेबल भनेको हामीलाई कतिवटा टेबलको मूल्य निकाल्नु भनेछ? इन्डाइरेक्टली 5 वटा टेबलको मूल्य निकाल भनेको हो। भनेको क्वेसनले हामीलाई थोरै के झुका छ भन्दाखेरि यहाँ 30 वटा टेबलको मूल्य 4000 भनेको हामीलाई सजिलो हुन्थ्यो। तर क्वेसनले के भन्दियो भन्दा 15 मेच र 2टा टेबलको मूल्य 4000 रहेछ भन्यो भने अब हामीले कि मेचलाई टेबलमा लैजान पर्यो कि हामीले टेबललाई मेचमा लैजान पर्यो। मैले के गरेँ भन्दाखेरि एक मेच इक्वल टु 2 टेबल यहाँ दिएछ नि त, त्यही भएर मैले यहाँ 1 मेच इक्वल टु 2 टेबल लेखेँ। अगाडि इक्वल टु भन्दा अगाडि जे छ नि हो त्यसलाई मैले चाहिँ के मान्छु भन्दाखेरि बेस मान्छु। भनेको एउटा मेच भनेको 2टा टेबल हो भने अब यो 15 मेच भनेको कति हो भन्दाखेरि 15 × 2टा टेबल गरेर 30 टेबल हो। 30 टेबल र 2 टेबल भन्नु के हो? 32 टेबल भनेको 32 टेबल। 32 टेबलको मूल्य 4000 रहेछ भने एउटा टेबलको मूल्य कति रहेछ? एउटा टेबलको मूल्य रुपीज 4000 भागा 32 रहेछ हो भो। अब हामीले के निकाल्नु भनेछ? भयो एउटा मेच भनेको कति हो? 2टा टेबल र भनेको प्लस अनि 3टा टेबल भनेको 3टा टेबल भनेको 2 र 3 जोडे 5 वटा टेबल। एउटा टेबलको मूल्य 4000 भागा 32 भए चाहिँ 5 वटा टेबलको मूल्य कति हुने छ भन्दा रुपीज 4000 भागा 32 × 5 गर्दाखेरि कति आउँछ भन्दाखेरि क्यालकुलेटर गरौँ। 4000 भागा 32 × 5 गर्दाखेरि रुपीज 625 हुने रहेछ हो। यहाँ अप्सन त्यहाँ हामीले दिएको क्वेसनमा अप्सन मिस्टेक दिएछ भने चाहिँ अब यहाँ हामीले रुपीज 625 हुन्छ भनेर बुझ्ने। ओके, थ्याङ्क यू।